नमस्कार, स्वागत छ। म श्रीराम श्री पत्रकार महासंघ। नमस्कार, म केबी राणा। गण्डकी छ। पत्रकार मात्रै पठाउनु। पत्रकार बाहेक फेरि जानु छैन। पत्रकारको होइन त्यता आउँछ 5 मिनट नेपाल पत्रकार महासंघ भ्रमणपुर शाखाका अध्यक्ष आदरणीय श्रीराम सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि नेपाल सरकारका पूर्व प्रधानमन्त्री प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहाल प्रचण्डज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र पुनः हार्दिक स्वागत पनि गर्न चाहन्छु। त्यस्तै गरी विशेष अतिथिको रूपमा यो परिषद खास गरी देश संहितामा गइसके पछाडि नवलपरासीको परासीमा हाम्रो कार्यालय थियो। जिल्ला चुनिसके पछाडि संहितामा गइसके पछाडि यहाँ हामीले यो कार्यालय स्थापना गरेर यसै कार्यालयबाट आफ्ना सेवाहरू प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको यो एउटा गोविन्द आचार्य दाई पनि हुनुहुन्छ। म दाईलाई हार्दिक स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। छोटो अत्यन्त छोटो शब्दमा प्रमुख अतिथिज्यू लगायत सम्पूर्णलाई स्वागत गरिदिनु हुनको लागि नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष शालिग्राम कोइरालाज्यूलाई हार्दिक दुईटा कुरा मैले अध्यक्ष चाहेँ। एउटा कुरा यो नवलपरासी पत्रकार संस्थापक भन्ने जिल्लाको नाम छैन, संविधान संशोधन गरेर जिल्लाको नाम राख्नु पर्दैन। प्रमुख प्रतिबद्ध नेता नाताले अझै त्यहाँ चाहिँ संसदमा पहल गर्ने गर्नुपर्छ। आवाज भए जनतासँगको सम्बन्धमा हामीले अलि बढी चाहिँ काठमाडौँ केन्द्रित कुरामा मात्रै ध्यान दियौँ र सरकारमा मात्रै ध्यान दियौँ। त्यो कमजोरी भयो भन्ने स्वीकारेपछि हामीले देशव्यापी अभियानमा जाने आफ्नो विचार, आफ्नो मुद्दा, आफ्नो वर्ग, समुदाय र जनतासँगको सम्बन्धलाई व्यापक रूपले जोड्नुपर्छ भन्ने अनुसार नै हामीले यो अभियान झापाबाट सुरु गरेको तपाईँले थाहा पाइराख्नु भएकै छ। जनतामा निकै ठुलो चाहिँ उत्साह देखियो। हामी जहाँ गयौँ हामी एकदम गरिब मजदुर किसानमा नै पुग्यौँ, शहीद बेपत्ता परिवारको घरमा नै पुग्यौँ, व्यवसायीहरू, आदिवासी जनजातिहरू, दलितहरू, मुस्लिम, थारू, मधेसी सबै ठाउँमा गएर हामीले आत्मसमीक्षा सहित देशको स्थिति बताउँदा जनतामा एक निकै ठुलो उभार आएको छ। हजारौं नेता कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गर्दै माओवादी प्रवेश गर्ने झन्डै चितवनसम्म आउँदा 7-8 हजार चाहिँ प्रवेश गर्ने देखियो नेताहरू। त्यसले पनि एउटा ऊर्जा छ भन्ने कुरा चाहिँ हामीले देखेका छौँ। र बीचमा फेरि हामी यता तराईमा हुलाकी मार्ग केन्द्रित जागरण अभियान चलाउँदै गर्दा काठमाडौँमा फेरि राजावादी वितण्डा सुरु भयो। त्यो राजावादी वितण्डाको जवाब पनि
गतिलो दिनुपर्ने जिम्मेवारी माओवादी केन्द्रकै महत्त्व भयो। किनभने यो गणतन्त्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन जसले सबभन्दा बढी रगत पसिना बगायो, जसले सबभन्दा बढी त्याग गर्यो, त्यो पार्टी र आन्दोलनको मुख्य जिम्मेवारी छ त्यो वितण्डा रोक्नको लागि भन्ने लाग्यो हामीलाई र केही समय रोक्यौँ हामीले यो अभियानलाई। तर काठमाडौँ गएर तपाईँहरूले देखिहाल्नुभयो चैत्र 15 गते हामीले विशाल जनप्रदर्शन र सभा गऱ्यौँ बडो शालीन बडो अनुशासित संयमित ढङ्गले। अब सौभाग्य भन्ने कि दुर्भाग्य त्यही दिन राजावादीहरूले पनि सिन्कुनेमा कार्यक्रम राखे। हाम्रो घोषणा भइसकेपछि त्यो हामीलाई पिछोड्ने उद्देश्य थियो, तर हामी पुरै संयमताका साथ गणतन्त्रवादी लोकतन्त्रवादी भनेका कस्ता हुन्छन्, राजावादी भनेका कस्ता हुन्छन् भनेर त उनीहरूले गरे त होइन। तर उनीहरूले जस्तो चरित्र प्रदर्शन गरे त्यहाँ एउटा भनौँ न आततायी हिंसा आगजनी र हत्यासम्मको घटना भयो भने त्यत्रो झन्डै 1 लाखभन्दा बढी अरूले त घटाएर भन्छन्। तपाईँहरूले पत्रकारले इमान्दारितापूर्वक भन्नुभयो भने त्यहाँ 1 लाखभन्दा बढी जनता बडो संयमित शान्त शालीन ढङ्गले आफ्नो कुरा राखेर जवाफ दिए राजावादीहरूले। र अहिले अब करिब अब त्यो राजावादीहरूको चाहिँ वितण्डा अब धेरै अगाडि जाँदैन भन्ने कुरा चाहिँ त्यही प्रश्न भयो। र हामीले मलाई लाग्छ हाम्रो पार्टी र हाम्रो लिडरसिप एउटा ठुलो जिम्मेवारी फेरि पुरा गर्यो देशका प्रति, सिस्टमका प्रति, जनताप्रति भन्ने लाग्छ। तपाईँहरूलाई थाहा छँदैछ हामी अहिले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान पनि जनतासँग जोडिराखेका छौँ। आज बिहानदेखि हिजो बेलुकैदेखि भनौँ नवलपुर आएर जति कार्यक्रमहरू भएका छन् ती पनि अर्थपूर्ण भएका छन्। अब यहाँ अहिले हाम्रो यो कार्यक्रम त थिएन, तर पत्रकार महासमितिले अलिक गम्भीर रूपले अनुरोध गरेपछि तपाईँ पत्रकारहरू कुरोलाई टार्न हुँदैन। तपाईँलाई अलि विशेष महत्त्व दिन्छौँ। अहिले मात्रै होइन, हिजो जनयुद्ध जनआन्दोलनमा हुँदा पनि हामीले पत्रकारको भूमिका र महत्त्वलाई हाम्रै स्थापित गरेका थियौँ। र अहिले आज पनि तपाईँहरूको आग्रहलाई यताउता गर्न हुँदैन भन्नको लागि हामी तपाईँहरूले यहाँ स्वागत गर्नु शाखालाई म विशेष शिक्षक आन्दोलनको धन्यवाद भन्न चाहन्छु। शिक्षक आन्दोलनको कुरा शिक्षकहरूको माग जायज माग पुरा गर्नुपर्छ भन्नेमा कुनै दुविधा होइन, कहिले पनि छैन। म प्रधानमन्त्री भएको बेलामा नै ठुलो शिक्षकहरूको प्रदर्शन भयो काठमाडौँमा। नारायण काजी श्रेष्ठ यही हुनुहुन्थ्यो। शिक्षकहरूसँग सहमति गरेर यो आन्दोलन शिक्षकका जायज माग पुरा गर्नुपर्छ भनेर सहमति भएको छ। त्यही सहमतिको आधारमा हामी नै सरकारमा भएको बेलामा विद्यालय शिक्षा विधेयक चाहिँ सदनमा लगेर दर्ता पनि गरिएको छ। अहिले उपसमितिमा छलफल पनि भएको छ। सरकारले छिटोभन्दा छिटो त्यसलाई टुङ्ग्याएर शिक्षकको नाम सम्बोधन गर्नु अनिवार्य छ। पहिलो कुरा होइन, त्यसलाई केही दिन लाग्ने हो भने सरकारबाट क्याबिनेटबाट गर्न सकिने निर्णय तुरुन्तै शिक्षकहरूका माग जायज माग पुरा गर्ने निर्णय गर्न पर्यो। मन्त्रालयबाट गर्न सक्ने, शिक्षा मन्त्रालयबाट त्यसले गर्न सक्ने कुरा गरिदिन पर्यो। र विधेयक यति दिनभित्र हामी पारित गर्छौँ भनेर चाहिँ शिक्षकलाई विश्वासमा लिएर चाहिँ यो आन्दोलनलाई सम्बोधन गर्नु पर्यो भन्ने मलाई लाग्छ। तर दुर्भाग्यको कुरा के छ भने हाम्रो प्रधानमन्त्रीजी यस्ता जेन्युन विषयमा उहाँको त्यति ध्यान जाँदैन। उल्टो कुरोमा बढी जाने गरेर उहाँले शिक्षकलाई चाहिँ अलि अपहेलित गर्ने, अलि चाहिँ तिनीहरूलाई ह्युमिलिएट गर्ने कोसिस गर्नु जहिले पनि। पहिला तपाईँहरूले देख्नुभयो यो चाहिँ जब 48% ल्याउने शिक्षकहरूलाई भनिदिनु भयो, त्यसले शिक्षकहरूको चाहिँ आगोमा घिउ थपे जस्तो काम गर्यो। मैले भने शिक्षक त्यसोभन्दा तपाईँको चाहिँ 28% आएको छ भने तपाईँको 28% आएको प्रधानमन्त्री मन्त्रीहरूको 10% 15% कार्य सम्पादन गरिहाल्दै अनि मन्त्री भइराख्नु हुने अनि शिक्षकलाई भने जस्तै हो। अहिले चाहिँ हामी सरकारलाई के भनिरहेका छौँ भने छिटोभन्दा छिटो सरकारबाट गर्न सक्ने तुरन्त गर्न पर्यो। विधेयक पारित गर्ने बारे पनि शिक्षकलाई विश्वासमा लिएर यो आन्दोलनलाई सम्बोधन गर्नु पर्यो। मलाई लाग्छ यो चाहिँ छिटै हुन्छ भनेर म अपेक्षा गरेको छु। बाटो त तपाईँले भने जस्तो यो बाटोको लागि हामी सबैले गृहमन्त्री हाम्रो नारायण काजीको हुँदाखेरि चाहिँ धेरै मेहनत गर्न खोजिएको थियो। तर उहाँ धेरै त्यो भौतिक पूर्वाधार मन्त्री हुँदा हो
धेरै दिन त भौतिक पूर्वाधार मन्त्री हुने स्थिति रहेन, तर पछि पनि हामीले बल गरियो। यो त एउटा त ठेकेदारको समस्याको रूपमा पनि रहेको, अर्को राज्यका केही विधि नियमहरूले पनि समस्या पारेको। अहिले त फटाफट काम भएकै छ भन्ने देखिन्छ। अब यहाँसम्म त मैले अब यहाँदेखि माथि जाँदा के देखिन्छ त्यहाँ गएर बरघाटमा या परासीमा गएर म भन्छु है। प्रधानमन्त्री यो कार्यक्रम समापन भएको घोषणा गर्दै समापन गर्ने समयमा हामी अगाडि